नमस्ते जी न्यूज गाउँले युट्युब च्यानल हेरेर बस्नुभएका सम्पूर्ण मेरा प्यारा प्यारा वाइटी फ्यामिली अनि सम्पूर्ण आम नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा म जी न्यूज गाउँलेको तर्फबाट फेरि पनि सबैजनालाई नमस्ते। सबैजना सन्चै आरामै हुनुहुन्छ होला, आई होप। म पनि एकदम सन्चै आरामै छु, तपाईहरू पनि सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा कामना प्रतीक्षा गरेको छु। र आज म एउटा भिडियो बनाउन गइरहेको छु साथीहरू, सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू अनि सम्पूर्ण मेरा प्यारा प्यारा वाइटी फ्यामिलीहरू, यदि हजुरहरूलाई यो मेरो भिडियो मन पर्यो भने हजुरहरू लाइक शेयर सब्सक्राइब गरिदिनु होला। मन परेन भने पनि कमेन्टहरू राखिदिनु होला। नो इस्यु है। म चाहिँ आज फरक खालको विषयमा भिडियो बनाउन गइरहेको छु। फरक टपिकमा अरू दिनभन्दा अलि छुट्टै विषयमा भिडियोहरू बनाउन गइरहेको छु। सबैजना सन्चै हुनुहुन्छ होला है। म चाहिँ के को बारेमा भिडियो बनाउन गइरहेको छु भने हाम्रो अहिले नेपालमा जो भइरहेको छ, नेपालमा भइरहेको राजनीतिक पार्टी अनि राजनीतिक उठलपुठल पछिको अब हुन गइरहेको इलेक्सनको है, अब हुन गइरहेको छ जुन फागुन 21 गते हुन गइरहेको इलेक्सनको जो चुनाव हुन गइरहेको छ, त्यसको बारेमा मलाई मनमा लागेको खुल्दुलीहरू, मेरा मनका कुराहरू राख्न मन लाग्यो। त्यही भएर आज म भिडियो बनाउन गइरहेको छु। हजुरहरूलाई पनि कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिनु होला। हुन त आफ्नो आफ्नो विचार, आफ्नो आफ्नो प्रतिक्रिया हैन, आफ्नो आफ्नो स्वतन्त्रता छँदैछ व्यक्तिगत, तर पनि मलाई मनमा लागेको हुनाले मैले चाहिँ भिडियो बनाउन गइरहेको छु। भिडियो कस्तो भने म के को बारेमा भन्न गइरहेको छु, बोल्न गइरहेको छु भने मेरो मनमा लागेको कुरा चाहिँ जति पनि अब यो म के भन्न, सर्वप्रथम त के भन्न चाहन्छु भने सर्वप्रथम सबैजना नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूले, आम नेपालीहरूले एकचोटिलाई बुझ्न पर्ने एकदम जरुरी छ है। एकदम जरुरी छ, एकदम जरुरी, एकदम आवश्यकको विषय भएको छ यो इलेक्सन चाहिँ है, जो अहिले हुँदैछ यो इलेक्सन चाहिँ एकदम आवश्यकको विषय भएको छ। सबैजनाले एकदम बुझिदिन पर्छ। कतिचोटि झुक्किने हैन, कतिचोटि झुक्काइसके 34-35 वर्षसम्म पुराना पार्टीहरूले झुक्काउँदा एकचोटिलाई भएन, यो चोटि हामी सुत्रिन्छौँ, अब सुत्रिने मौका दिनुहोस्, अबको अर्को 5 वर्षमा हामी यस्तो गर्छौँ भनेर भन्दा नेपाल नै नरहने, नेपाल नै ध्वस्त हुने अवस्थामा पुगिसक्यो। त्यही भएको हुनाले यो चोटिलाई चाहिँ हामी सबै नेपाली जनताहरूले एकदम बुझ्न पर्छ र क्लियर कट हिसाबले यो चोटि भोट परिवर्तन गर्नै पर्छ है। पुराना पार्टीलाई कुनै पनि हालतमा यो चोटि मतबाट हैन, कुनै एकजनाको कसैको शरीर केही नभएर नीलो क्रान्ति भन्दा बित्तिकै सबैजनालाई याद भएको विषय हो रासोपा, यानि कि रवि लामिछाने सरको पार्टी। व्यक्तिगत म त रवि लामिछाने सरकै पार्टी भन्न चाहन्छु, किनकि उहाँले गर्नुभएको योगदान त्यागहरूले गर्दा पनि म चाहिँ रवि लामिछाने सरकै पार्टी भन्न चाहन्छु हैन। रासोपा सबैजनाले एकमुष्ट भएर यो चोटि हुन लागेको इलेक्सनमा रासोपालाई यताउता मन नडुलाएर, पहिला कुन पार्टीमा थियो हैन, सकिसक्यो कि त्यो। पहिला काङ्ग्रेस थियो, एमाले थियो, माओवादी थियो, के थियौँ नि पहिला त। म पनि हिजो अर्कै थिएँ हैन। भर्खर 79 सालको चुनावमा 79 सालमा भएको मतदानमा सम्म मैले अर्को पार्टीलाई भोट हालेको हो हैन। त्यति बेलाको परिस्थिति अर्कै थियो हैन। हामी कता थियौँ, के थियौँ थाहा थिएन, जता थियौँ हैन। तर अब जो फागुन 21 गते हुन गइरहेको छ यो इलेक्सनमा चाहिँ जसरी भए पनि घन्टी बजाउन पर्छ। पूर्व पश्चिम जताबाट भए पनि यो चोटि चाहिँ घन्टी बजाउनै पर्ने आवश्यकता भएको छ र घन्टी बजाउनै पर्छ। सबैजनाले एकदम, जतिजना प्रदेशमा हुनुहुन्छ इलेक्सनको टाइममा घर गइपुग्नु हुँदैन हैन, मतदान हुँदै गर्दा घर गइपुग्नु हुँदैन। म जस्तै यतैबाट भए पनि सबैजनालाई जागरुक गरेर यो पालिको भोट रासोपा घन्टी, यानि कि घन्टीमा भोट हाल्न पर्छ। जसरी भए पनि घन्टीलाई अत्याधिक बहुमतले विजय गराएर 2/3 बहुमत दिएर हैन रासोपाले एकचोटि देश चलाएको हेर्ने धोको सबै नेपाली जनताहरूलाई छ नै छ। सबै जनता छ, 2-4 जना केही हैन
अब एकदम ऊ भएको होलाहरूलाई नहोला, तर सबैजना रासोपाप्रतिको माया, रासोपाप्रतिको सद्भाव सबैजनाले देखिरहेका छौँ होइन, हामीहरू हेरिरहेका छौँ। त्यस कारणले जतिजना इलेक्सनमा घर जानुहुन्छ, आफ्नो लाग्नेसम्म गाउँ टोल छर छिमेक आफन्ती जति हुनुहुन्छ नि सबैजनालाई घन्टीमा भोट हाल्न लगाउनुहोस् होइन। जो प्रदेशमा नै हुनुहुन्छ प्रदेशबाटै सपोर्ट गर्नुहोस्, आफन्तीहरूलाई भन्नुहोस् फोन मार्फत हुन्छ जसरी हुन्छ छर छिमेकीलाई यो पालिको भोट रासोपालाई हाल्नुहोस् भनेर है। हामी यहाँ चाहिँ हाम्रो कम्पनीमा लगभग 1500 माथि नेपालीहरू हुनुहुन्छ, सबैजना नेपालीहरू, 1500 भन्दा धेरै नेपालीहरू हुनुहुन्छ। म त किचनमा काम गर्छु नि त, अनि म कस्तो छ त रासोपाको बारेमा हाम्रो यहाँ भएको यो कम्पनीमा भएको नेपालीहरूको धारणा कस्तो छ भनेर सबैजनालाई भन्छु कि म बिहानमा ब्रेकफास्ट टाइममा पनि सबैजनालाई जय घन्टी भन्छु होइन, जय घन्टी भन्छु, सबैजनालाई सोध्छु यो पालिको भोट कता हाल्ने विचार छ, के छ तपाईँहरूकोतिर कस्तो छ चलामला, यो पालिको भोट आँखा चिम्लेर रासोपालाई हाल्ने हो सबैजनाले भन्नुहुन्छ। त्यसमा 1-2 जना 1500 माथि मान्छे हुनुहुन्छ नेपालीहरू, त्यसमा 2-4 जना हुनुहुन्छ होला कहिलेकाहीँ। म त्यस्तै 2-4 जना चाहिँ भेटेको छु कि ए रासोपा पनि त्यस्तै त हो भनेको। त्यो भन्नुको मतलब के हो भने उहाँहरूको विचार, उहाँहरूको सोच फेरि फरक छ कि, उहाँहरूको पुरानो पार्टी होला या अर्को कुनै पार्टीमा उहाँहरूको विचार भएको कारणले उहाँहरूले भनिरहनु भएको छ रासोपा पनि त्यस्तै हो भनेर। तर कदापि रासोपा त्यस्तो पार्टी होइन। रासोपामा भएका व्यक्तिहरूको हेर्नुहोस् होइन, कस्ता कस्ता व्यक्तिहरू हुनुहुन्छ। त्यही कारणले यो पालिको भोट जसरी पनि रासोपालाई हाल्नै पर्छ है, एकदम विवेक पुर्याउन पर्नेछ। भोट जता थियौँ जे थियौँ सकिसक्यो होइन, पुरानो कुराहरू सकिसक्यो। तर यो पालि भोट चाहिँ जसरी हुन्छ जे गरेर हुन्छ रासोपाले भोट हालेर अत्याधिक बहुमतले विजय गराउनुपर्छ। 2/3 बहुमत दिनुपर्छ। 2/3 बहुमत दिएर जति पुराना भ्रष्टाचारीहरू छन् नि, जति भ्रष्टाचारीहरू छन्, जति यति जडा गाडेका छन् नि पुराना पार्टीहरूले, त्यो सबै एकैचोटि उखालेर एकैचोटि फाल्ने गरेर रासोपालाई 2/3 बहुमत दिनुपर्छ। अस्ति हामीले देखिहाल्यौँ होइन, पुराना पार्टी एमाले र काङ्ग्रेसको 2/3 सरकार हुँदाको अवस्था त होइन। पुराना पार्टीहरू यस्तो भएको छ कि यति तिनीहरूले जडा यति गाडेको छन्, यति फिजाएका छन् कि सानोतिनो उसले निकाल्नै नसक्ने गरेर जडा फैलाइरहेका छन्। त्यस कारणले यो पालि जसरी हुन्छ 2/3 मत रासोपालाई दिनुपर्छ। रासोपालाई जसरी हुन्छ 2/3 बहुमत दिएर एकलौटी सरकार के कसैसँग मिल्नै नपरोस्। अनि यस सँगसँगै अब जतिजना नयाँ हुनुहुन्छ, नयाँ जो रासोपासँग मिल्न चाहनु भएन होइन, अनि रासोपासँग मिलेर पनि फुट्नुभयो होइन, केही आफ्नो स्वार्थ पुगेन या के खोज्नु भएको थियो, भागबन्डामा कुरा मिलेन, के भयो उहाँ फुट्नुभयो जानुभयो होइन, हाम्रो पार्टी नै अगाडि बढाउँछु भन्नुभयो, उहाँलाई शुभकामना। तर नेपाली जनता चाहिँ झुक्किनु हुँदैन। फेरि यसमा नेपाली जनता किन झुक्किनु हुँदैन भने 1-2 सिटले केही हुनेवालाकै छैन। जो नयाँ भनेर भनिरहनु भएको छ नि, उहाँहरू 1-2 सिट लिएर 2-4 सिट लिएर आएर परिवर्तन केही हुँदैन कि, सम्भवै छैन होइन। त्यो कारणले नयाँ भनिरहेकाहरूले रासोपाको भोट खोसेर पुराना पार्टीले नै फेरि जित्ने अवस्था नहोस्। त्यही कारणले बिल्कुल कोही पनि झुक्किने यो अलमल्लिने गर्नु नै हुँदैन। सिधा रासोपालाई घन्टीमा भोट हाल्ने हो। नयाँ भनेर जो फुट्नुभयो, जो मिल्न चाहनु भएन, उहाँहरूलाई बाइचान्स भुलेर मत गयो भने फेरि पुरानो पार्टीले जित्न सक्छ कि, रासोपाले त्यहाँबाट हार्न सक्छ नि त। त्यो भएको कारणले उहाँहरूको 1-2 सिटले केही हुँदैन भन्ने कुरा त अस्तिको सरकार हुँदाको थाहा पाइसक्यौँ नि, हामी सबैले थाहा पाएनौँ र। अस्तिको सरकार हुँदा के भयो कस्तो भयो भन्ने कुरा त सानो सिटले त केही हुँदैन रहेछ भन्ने भयो होइन। 21 सिटले रासोपाले 21 सिट थियो त रासोपाको, 21 सिट सहित गृहमन्त्री भएर सरकारमा बसेको बेला होइन, सरकारमा बसेर काम गरिरहेको बेला जब ठुला भ्रष्टाचारीहरूलाई पक्रिन थाल्नु भयो नि, तब हेरौँ न एक रातमा 2 घन्टामा, एक रात पनि होला 2 घन्टामा रातारात सरकार परिवर्तन भयो। आफ्नो मान्छेहरू फस्न लाए, हामी फस्ने भयौँ भनेर उहाँहरूलाई त्यस्तो चिन्ता भयो र 2/3 सरकार ढाल्न पुग्नुभयो होइन। त्यही भएर सरकार चाहिँ एकलौटी 2/3 सरकार दिनुपर्छ। यदि नेपाललाई केही माथि लाने नै हो, नेपाल देशलाई अबको 10 वर्षभित्र
केही भएको देख्न, परिवर्तन भएको होइन, स्वास्थ्य शिक्षामा सुधार, सबै कुरामा सुधार देख्ने नै हो भने भोट चाहिँ घन्टीमा एकलौटी हाल्नुपर्छ। भोट घन्टीमा एकलौटी हालेर घन्टीलाई 2/3 मत दिएर अत्याधिक बहुमतले विजय गराएर घन्टीको राजसपाको सरकारले देश विकास गरेको हेर्ने चाहना सबै नेपाली जनताहरूको छ। त्यसैले सबैजनाले यो पालि अल्मलिनु हुँदैन, भुलेर पनि झुक्किनु हुँदैन है। झुक्किने अनि कसैको उसमा लोभ लालचमा फस्ने काम गर्नु नै हुँदैन। भोट सिधा सिधा घन्टीमा हाल्नुहोस्, यताउता दायाँ बायाँ गर्ने नै होइन। हामीले हेरिरहेका छौँ, सबै नेपाली जनताहरूले बुझिरहेका छौँ होइन। 64 सालमा नदिएको हो, 64 साल चैत्र 28 गते भएको थियो नि, त्यो जब जनयुद्ध पछिको चुनाव, म त्यति बेला चुनाव भइसकेपछि माओवादीले 121 सिट लिएको हो होइन, समथिङ त्यस्तै होला लाग्छ मलाई। अनि दियो त, कहिले माओवादीको प्रधानमन्त्री, कहिले काङ्ग्रेसको प्रधानमन्त्री, कहिले एमालेको प्रधानमन्त्री है। दिएको छ नेपाली जनतालाई। यो पालि भएन, अर्को पालि चाहिँ हामी गर्छौँ है भन्नुहुन्छ। फेरि ल होला त भन्यो, दियो, माथि पुगेपछि त सक्यो, फर्केर हेर्ने होइन। आफ्नो मान्छे कहाँ छ, आफ्नो मान्छेलाई कसरी बनाउने, आफ्नो मान्छेलाई कसरी बचाउने होइन। उदाहरणको लागि यति ठुलो जरा छ नि पुराना पार्टीहरूको, जरा यति गाडेका छन्। म गाउँमा बाटो खन्दाखेरि, बाटो खन्ने काम भइरहेको थियो हाम्रो गाउँमा। मेरो घरको छेउमा ठुलो जामुनको रुख थियो कि, त्यो जामुनको रुख स्काभेटरले नै फाल्न सकेन कि, त्यति गाडिएको रहेछ। पुरानो मेरो बाजे पुर्खादेखिको हो अरे त्यो जामुन, त्यस्ताको त्यस्तै थियो। मैले थाहा पाउँदादेखि पनि त्यस्तै थियो होइन। मेरो हजुरबुवा हुँदा पनि त्यस्तै थियो अरे, स्काभेटरले फाल्न नसकेको। त्यस्तो हो, त्यस्तै भएको छ कि पुराना पार्टीहरूको पनि। तल स्थानीय तहदेखि माथि केन्द्रसम्म सबै ठाउँमा, जुनसुकै ठाउँमा होस् होइन, यति जडा गाडिएको छ। त्यही कारणले यो जडा सानोतिनो हिम्मतले अनि सानोतिनो सिटले हुनेवालाको केही पनि छैन। त्यही भएको कारणले राजसपालाई जसरी हुन्छ यसपालि होइन, एकैचोटि दिउँ बरु। यसपालि 2/3 मत दिउँ, 5 वर्षको लागि ठोक्कर राजसपाले सरकार चलाओस् होइन। गरेन भने छोडिदिउँला नि फेरि होइन। तर यो पालि भुलेर पनि पुराना पार्टीहरूलाई मत दिनु हुँदैन र नयाँ भनिएकाहरूलाई पनि राजसपाको भोट काट्ने हिसाबले राजसपालाई दिने भोट उता यिनीहरू पनि नयाँ हुन् है भनेर उता हाल्ने काम कोसिस नगरौँ कसैले पनि है। हो, आफ्नो आफ्नो विचार होला होइन, तर 1-2 सिटले केही हुँदैन। राजसपाको 21 सिट, रापरपाको 14 सिट थियो होइन, माओवादीको 32 सिट थियो त, भयो? केही भएन त होइन। 32, 21, 53 सिट होइन, त्यो माओवादी र राजसपाको लागेर अनि उसको रापरपाको थियो फेरि 14 सिट, 77 सिट त थियो त। 77 सिटले त त्यहाँ राम्रोसँग काम गर्न खोजिरहेको थियो त, भएन होइन, हुँदैन रहेछ होइन। 2-4 सिटले केही नहुँदो रहेछ भन्ने कुरा स्पष्ट बुझियो होइन। त्यही भएको हुनाले 1-2 सिटको लागि राजसपाको भोट काट्ने काम नगरौँ। यो पालि जसरी हुन्छ, जे गरेर हुन्छ, राजसपालाई भोट हालौँ, घन्टीमा भोट हालौँ। 2/3 सरकार दिएर अत्याधिक बहुमतले विजय गराएर घन्टीको सरकार, 2/3 सरकार हेर्नुपर्छ। सम्पूर्ण मेरा प्यारा वाइटी फ्यामिली अनि सम्पूर्ण नेपाली भाषीहरू, सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूले यो पालि झुक्किनु हुँदैन है, झुक्किनु हुँदैन, बिल्कुल झुक्किनु हुँदैन। सबैजनाले यसपालि घन्टीमा भोट हालेर अत्याधिक बहुमतले विजय गराउन पर्छ। सबैजनाले माया साथ सपोर्ट जनाइदिनुपर्छ। कस्ता मान्छेहरू राम्रै रोज्छ भनेको त्यही हो। अब राजसपामा कस्ता मान्छेहरू प्रवेश गरिरहनु भएको छ, कस्ता मान्छे दिग्गज व्यक्तिहरू हुनुहुन्छ होइन। पत्रकार हाम्रो चलाउनुहुन्थ्यो नि, न्युज 24 चलाउने, उहाँको भाषण सुन्दा मलाई नै यस्तो खुसी लाग्छ नि। राजीव खत्री अनि खगेन्द्र सुनार होइन, अब यस्ता मान्छेहरू सबै 1 to 1 कि यस्तो फ्रेस मान्छेहरू, यस्ता राम्रा मान्छेहरू हुनुहुन्छ। सबैजनाको नाम त याद नहोला, तर म यस्ता न्युजहरू चाहिँ धेरै नै हेर्ने गर्छु। मलाई यसमा एकदम चासो पनि लाग्छ कि, त्यही भएको हुनाले सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू अनि सबैजना जतिजना हामी नेपाली छौँ सबैजनाले यसपालि झुक्किनु हुँदैन। घन्टीमा भोट फर घन्टी। सबैजनालाई
धेरै धेरै माया मिठो सम्झना कस्तो लाग्छ के लाग्छ हजुरहरूलाई मेरो भिडियो आफ्नो आफ्नो स्वतन्त्र होइन व्यक्तिगत हो लोकतन्त्रमा आफ्नो विचार आफ्नो धारणा राख्न पाइयो फरक मत राख्न पाइयो तर फरक मत राख्न पाइरहेको छ तर यो पालि चाहिँ फरक मत राख्न पाइन्छ फरक विचार राख्न पाइन्छ भनेर घन्टी बाहेक अन्त चाहिँ भोट नहालिदिनुहोस् प्लिज 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 यो रोल्पालीको हजुरहरू सबैजनालाई आग्रह छ है। थ्याङ्क यू सो मच यति बेलासम्म मेरो भिडियो हेरिदिनु भयो साथ सपोर्ट जनाइदिनु भयो त्यसको लागि हजुरहरू सबैजनालाई धेरै धेरै माया मिठो सम्झना भन्दै फेरि अर्को भिडियोमा भेट हुनेछौँ। म अब यस्तो भिडियोहरू ल्याउने नै छु। लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला यदि मसँग नयाँ हुनुहुन्छ भने जोडिनु होला है एकदम सेयर गरेर सबैको माझ पुर्याइदिनु होला सबैजनाले नेपालीको भोट घन्टीमा हाल्नुहोस् घन्टी चिनिनु। थ्याङ्क यू सो मच अल।